तपाईँहरूमध्ये कतिलाई यस्तो हुन्छ? कहिलेकाहीँ बिहानैदेखि पानी परिरहेको हुन्छ, लाग्छ त्यो दिनभरि नै पानी पर्छ, तर दिउँसो टन्डलापुर घाम लाग्छन्। र कहिलेकाहीँ बिहान मौसम एकदमै सफा हुन्छ, लाग्छ त्यो दिन पानी नै पर्दैन, तर दिउँसो एकदमै ठुलो पानी पर्छ। जीवन पनि ठ्याक्कै यस्तै हो। हामी अहिले देखिएको अवस्थालाई नै भविष्य ठान्छौँ, अहिलेको दुःखलाई नै पछिसम्म हुने दुःख ठान्छौँ र अहिलेको खुसीलाई नै कहिले नसकिने खुसी ठान्छौँ। तर सत्य के हो भने न मौसम सधैँ एकै नासको रहन्छ न त परिस्थिति नै। त्यसैले जीवनमा जुनसुकै मौसम आए पनि त्यसको लागि तयार भएर रहनुपर्छ। पानी पर्दैन भनेर छाता नबोक्ने भन्ने हुँदैन र पानी परिरहन्छ भनेर बाक्लो बाक्लो कपडा मात्रै लगाएर पनि हुँदैन। अवस्था अनुसार तयार हुनुपर्छ, किनकि परिवर्तन कहिल्यै पनि रोकिँदैन। त्यो परिवर्तनको लागि तयार हुने व्यक्ति नै परिवर्तनसँग कहिले पनि हार्दैन।